हेलो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म फेरि अर्को ब्लग लिएर आइसकेँ। इट्स मी रोहन काले। तपाईँले मेरो ब्लगहरू हेरिरहनुपर्छ अलिअलि है। धेरै सब्सक्राइबर त छैन, त्यही पनि मैले ब्लग हालिरहेको छु। अनि आज चाहिँ म सिधै कहाँ आएको भन्दाखेरि काममा आएको। आज चाहिँ कामको नि हल्का हल्का ब्लग हालिदिनु जस्तो लाग्यो होइन अमिर। अनि हामीले सर्ट दिनु लाग्यो। हामी सबै गरिखाने मान्छे हो नि त, हो कि हामी चाहिँ अब अलिअलि पैसा कमाएर आफ्नो गुजारा चलाउने खाले मान्छे हो हामी चाहिँ है। अनि तपाईँले चाहिँ माया गरिदिनुपर्छ यस्तै मान्छेहरूलाई। अनि आज चाहिँ हाम्रो काम चाहिँ आज हाम्रो काम बारमा होइन त, आज हाम्रो काम बारमा हो। अनि बेला बेला फेरि बारमा कस्तो हुन्छ मलाई थाहा, बारमा बस्यो भने चाहिँ अरूले आएर रक्सी त अरू खान्छ नि त, अनि आफूलाई पनि दिम जस्तो हुन्छ। अनि आफूले खानै पाउन्न क्या, त्यही केही छैन। म मन जोगाएर भयो भने म नखाइकन बसेर भ्लग बनाउँछु आज अलिअलि। अनि फोन चलाउन त पाउन्न, हाम्रो सानो सानो क्लिप गरेर हामी 15-16 मिनटको भ्लग बनाएर हाल्ने हो। के छ लो अमिर तिम्रो इन्ट्रोडक्सन? ल के छ आज हामी काम बबाल हानिदिने नि त लो संस्कार भाइ। के छ परेन हान्न दामी हान्ने ल आज चाहिँ है ल। अनि अब हामीले लाइभ सेट गर्न ला हो, लाइभ सेट गर्ने। त्यसपछि बार गिलास पुस्नुपर्छ, गिलासहरू आइल छ, सामान ल्याएर राख्नु छ। काम धेरै नै छ, हल्का फुल्का तोडेर बनाउँछु भ्लग चाहिँ। तपाईँहरूले चाहिँ हेरिदिनु पर्ने हुन्छ। आजको भ्लग सबै बारको हुन्छ अनि काम गरेको हुन्छ है। तपाईँहरूले काम गर्दैन भन्न खोज्नु भयो होला, हामी सबैले काम गर्छ। काम नगर्ने मान्छे कोही पनि हुँदैन है। काम चाहिँ सबैले गरेको हुन्छ। अनि त्यसपछि काम गर्दाखेरि चाहिँ हल्का भ्लग नि बनाऊँ जस्तो लाग्यो कि आज मलाई है। युट्युबमा नि भ्लग हाले होइन, त्यही नि थोरै भ्युज आए पनि मैले भ्लग चाहिँ हालिरहेको छु। कन्टिन्यू गर्नु मन लाग्छ, के गर्ने बाध्यता हो एउटा। कामसाम गर्नुपर्छ, पैसा हुँदैन है। सबैको त्यही त हो नि समस्या होइन त केटा हो। ल यहाँ दाइहरूले नि आलु सालु ल्याइदिए, मासु ल्याइदिए। ठिक छ, अब मासु माथि बनाउँछ अनि गेस्टहरूले खान्छ, हामीले त खान्न। अनि बेलुका चाहिँ खान्छ फेरि त्यो खालको। ल अहिलेको चाहिँ यो लामो भइसक्यो है। अब लाइभ सेट गरेको देखाउँछु। अनि हामी सामान नि ओसार्नु छ। ल आउँछौँ तिमी पनि जाने काम गर्न है ल। अनि अहिले चाहिँ यहाँ पुरै बिग्रिसक्यो रहेछ है। अहिले चाहिँ यो हाल्न लागेको। अनि अब हामीले यो लाइभ सेट गर्नुपर्ने हुन्छ। दामी छ है, कोजी ब्याङ्क्वेट हो। हजुरहरूलाई बिहा गर्न पऱ्यो भने चाहिँ यहाँ सम्पर्क गर्दा राम्रो हुन्छ। नाइकअपमा पर्छ, नाइकअप होइन त, नयाँ नाइकअपमा पर्छ है। ल राम्रो छ, हेर्नु न त्यहाँ दामी छ। सिनेमेटिक हानिदिन पनि सक्छु अहिले मैले एउटा दामी माथिबाट होइन, माथिबाट एउटा सिनेमेटिक नै आउनसक्छ। अनि हामीले अब एउटा चाहिँ त्यहाँ मुनि पुऱ्याउनु पर्ने हुन्छ। दाइ के छ, ठिक छ? के छ आजको काम राम्रो हुन्छ? एकदम राम्रो। अब सबै स्टाफहरू तयारी अवस्थामा छ यतिखेर। अलि यता हुन्न, डेकोरेसन एकदम राम्रोसँग भइरहेछ। अब यहाँ सबै खानाको तयारी पनि भइरहेछ माथि किचन हलमा। ल त एकदम राम्रो छ। ल सही त दाइ। ल मेरो दाइले नि एकछिन केही छोटो मिठो बोलिदिनु भयो। अनि अब चाहिँ हामी काम गर्नुपर्ने हुन्छ। मोबाइलमा बोलेर मात्र नि हुन्न, फेरि क्यारी गर्छ नि त। संस्कार भाइ यहाँ आउ नि त तिमी। मोबाइलमा म यो माथि उसको मुनि लान्छु कि। ल के गर्ने? ल तिमी समात्दिने ठिकै हो। हात देखाए तिम्रो छैन। यो चाहिँ हामी मुनि लानुपर्ने हुन्छ। काम गर्नुपर्छ है, गरी खानुपर्छ। के गर्नु, पैसा मिठो चाहिँ सर्ट धोइराख। अब हाम्रो कामहरू के हो, के गर्नुपर्छ संस्कार भाइ? लाइभ सेट दुईजना सक्छ नि त्यहाँ, गुडाएर ल्याउने त्यहाँ ट्रलीमा ल्याउने हो। आजको हाम्रो काम चाहिँ बारको हुन्छ है। बारको भ्लग आउँछ, कसरी खाइदिन्छ कस्टमरहरूले रक्सी, के अरे गेस्टहरू रक्सी, त्यो सबै थाहा हुन्छ यहाँ भ्लगमा हेर्नुपर्छ। आज कुन त्यहाँ चुलो लिनु जाऊँ न त, ट्रली लिएर तिमीले म दाइ भएपछि ढुक्क आउन होइन त। ल अहिले त्यो ट्रली हालेको देखाउँछु, काम कस्तो गर्नुपर्छ। पैसा चाहिँ अलिक थोरै आउँछ कि है संस्कार भाइ? 1000 दियो भने ठिक्क हुन्थ्यो क्या। भित्र नि राम्रो छ, ब्याङ्क्वेट, कोजी ब्याङ्क्वेट, टुकु दामी छ है। माथि नि छ हल,
अनि अहिले चाहिँ यहाँ संस्कार भाइले स्कुटर सार्न लाग्यो है अनि हामीले लान पर्ने चाहिँ यो चुलो हो गरुङको छ है ल संस्कार भाइ तिमी सक्दैनौ क्या चुलो लाने भने मोमोको चुलो लाने भने मोमोको भने के हो भने हो मोमोको सोधेर आउँछ एकताल मोमोको भने त बोकेर लैजाने नि मोमोको चुलो हो भने चाहिँ यो लानुपर्छ अनि नत्र यो चाहिँ यसमा चाहिँ मासु सासु पोल्ने के हो लौडा लसुनै छ क्या काम गर्न गाह्रो कोजी ब्याङ्की तर राम्रो छ कि हेर्नु न सिनेमेटिक आउँछ यो तपाईँहरूलाई देखाउनै पर्दैन दामी सिनेमेटिक आउँछ अनि यहाँ फेरि हाम्रो दिदी नै हुन्छ काम गर्ने हाम्रो दिदी चाहिँ फेरि भित्र अलग्ग बसिरहने हो यो यसको खासै कामसाम छैन यो चाहिँ अलग्ग बस्ने हो के छ हाँस्छस् पैसा दिनु त 100 रुपियाँ पैसा दे 100 रुपियाँ आज यहाँ काम गरेको भ्लग आउँछ कस्तो हुन्छ काम गरेको भ्लग ठिक छ है गुड हिजो नै हाल्यो अब कन्टिन्यू दिनुपर्छ कि भ्लग चाहिँ मलाई चाहिँ कन्टिन्यू पनि दिन मन लाग्यो ल मोमोको चाहिँ लान पर्ने भयो मोमोको चाहिँ लान पर्ने भयो ल तिमी देखाऊ म समात्छु यो ट्याक्कै हेरी है हेर्ने समात्छु हातहरू देखियो क्या अहिले अब तान्नु पछाडि अनि फेरि गर्नु यसरी त नजिकौँ होला यसो गरौँ न यसलाई छ नि उता तान त खै समाज ल बलियो हमा बल्दैछ ल देखाउ त स्कुटर त चुरुक्कै हो ल ल ल उठाइदियो ओहो ल ल ल भयो 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 धेरै पनि नगरौँ अहिले केही भइहाल्यो भने यहाँ स्यालेरी तिर्न पर्ने स्यालेरी नै तिर्न पर्छ स्कुटर केही भयो भने फेरि स्यालेरी फेरि धेरै आउने भइदियो त बबाल हुन्थ्यो फेरि बिग्रियो नि भाइ यार नि त मैले नि यार ल ठिक देखेन र हात ए हेरी रहेछ मैले नि बल्ल सिक्यो है आउँथेन क्या केही नयाँ सिक्नै पर्छ ल उता उचाल जुरुक जुरुक पारिदिउँ न त ल अहिले चाहिँ है यो हालेर उता पुरै चाहिँ देखाउँछ है अहिले चाहिँ अब गाह्रो भइसक्यो है ल एकै हात हान्ने एकै हात ल ल लग्यो ए चिता सकिहाल्यो पर्दैन ल अब ल है अहिले चाहिँ हामीले गिलास पुस्न लगाएको हाम्रो काम गरेको यो दुईटा दिए नै हामीलाई पुग्छ कि है पुग्दैन म यो गिलास पनि दाल भने यत्रो गिलास पुस्नुपर्छ हामीले चाहिँ मैले चाहिँ त्यो पुसिसक्यो अब उसले चाहिँ हामी मिलाएर राख्छ हाम्रो गिलास पुसी कामै सक्यो है ल अब हामीले गिलास हान्नुपर्छ हौ म नै हान्छु सुट ल अब चाहिँ हाम्रो गिलास पुसेर ट्याक्क हाम्रो काम सकिन्छ त्यसपछि हामी रेसेस गर्नुपर्ने हुन्छ तिखे सबिन भाइ त्यहाँ छ गुड हान्देऊ ल ठिक छ है अहिले चाहिँ हामीले गिलास पुसेर भ्याउन लाग्यो है गिलास चाहिँ यत्रो पुसिसक्यो अनि सिरियस भएर बोला न यो भ्लग हो कि कसम के छ भाइ तिम्रो नाम के हो भाइ पर्दैन त्यो भइसक्यो नाम के हो तिम्रो रुबिन सुनेन रुबिन ओ माई गड गर्लफ्रेन्ड छ होइन त तीनटा छ सिङ्गल हो हजुर जत्रो बच्चा खा भने दुईटा अमिर के छ हाम्रो काम सकिन्छ ला हामी चाहिँ अहिले यहाँ के गरिरहेको भात खाइरहँदैछु न खाजा नि बबाल छ दामी देख्ने मासु र चिउरा होइन दाइ लास्ट कालो देख्नु भयो तपाईँ काले मान्छे गएर देख्छ त लास्ट सो गाइस अब चाहिँ ब्लग कन्टिन्यू म गर्ने हो होइन होइन म डेन्जर बोलिदिन्छु गाइस होइन यहाँ चाहिँ मेरो ओनर अफ द ओनर अनि यो हाम्रो संस्कार तपाईँ आफ्नो छ हाम्रो रिया सब्सक्राइब भन्नु न सब्सक्राइब गरिदिनु होला हाम्रो उहाँ चाहिँ हाम्रो महिनावरी त्यहाँ मर्ने आन्टी हुनुहुन्छ हाउस किपिङ उहाँ चाहिँ अनि उहाँ चाहिँ हाम्रो कोजीको हिरो हिरै हो उहाँ होइन
सो अब म तपाईँहरूलाई सबै हाम्रो डिपार्टमेन्टहरू देखाउन चाहन्छु अनि अब होइन गाइस यस्तै छ अब उसले अब आधा पैसा मलाई दिन्छु भनेको छ यो पैसाबाट 10,000 चाहिँ उठ्नु पऱ्यो यो भ्लगबाट 10,000 उठ्नु पऱ्यो अनि उहाँ चाहिँ हाम्रो सागरजी अलिकति लाइट मिलेन ल उहाँ राम्रो आउनु भएको छ उहाँ छोडे हाम्रो स्न्याक्स हल जस राम्रो छ लाइटिङ चाहिँ बवाल मिलाएको छ है हेर्नुहोस् त यहाँनिर कहाँ आएको देखिन्छ हात चाहिँ कसरी आयो हात अझै आयो ल भयो ल Here we go. This is our snacks hall. This is our snacks woman. Cinematic हालिदिनु जस्तो एकचोटि अनि हाम्रो स्न्याक्समा काम गर्ने मान्छेहरू यिनीहरू छैन अनि त्यहाँदेखि छैन अहिलेसम्म मैले त्यस्तो क्लेम गरेको छैन अनि हाम्रो स्न्याक्स आज के छ है खोल स्न्याक्स छिटो खोला नि त्यो छिटो मुस्ताङ आलु हेर्नु सक्नुहुन्छ हेर्दै खाइदिउँ लाग्ने खालको छ मसरुम छोइला पिनट साँधेको fish finger चिकन चिल्ली यो चाहिँ अब भन्नु पर्दैन होला है प्राउन केकहरू Here we go, we have a tartar sauce and ketchup. This is our queen lady of the cozy bench. हाम्रो दुईटा अल्लारे भाइहरू यिनीहरू चाहिँ भाँडा टिप्नेहरू ल let's go, we are going to the dinner hall. Oh, sage. कसरी आइरहेछ So, this is our momo, chicken momo. Here we go. हाम्रो यो किचन हल Sip sir, can you say the hi? Hi. एकछिन 2-4 शब्द भनिदिनु न कोजीको बारेमा कोजीको खाना मिल्ने छ मान्छे किचनमा पनि एकदम ह्यान्डसम छन् बाहिर सर्भिससँग पुरै नगर्नु एकदम राम्रो सर्भिस गर्छन् Very good. We have a good response. Here we go. Right, कोही 2 शब्द हजुर सर भन्नु न दाइ के थाहा लजाको भने तपाईँ म बोल्दिनँ यार ल ठिक छ दाइले नभन्नी रे हाम्रो यता सेफ एलिजाबेथ 2 शब्द भन्नु न यो भ्लगमा आउँछ क्या छिटो भन्नु न न कोजीको बारेमा तपाईँले के समातिरहनु भएको छ त्यसको बारेमा भन्नु छिटो भन्नु न के हो त्यो के हो भन्नु नि त्यो के हो यो के सलाद चाहिँ गाइस देख्नुहुन्छ हाम्रो रसियन सलाद चाहिँ एकदम राम्रो छ होइन रसियाबाट इम्पोर्ट गरेको होइन हामीले आफै बनाएको डेकोरेसन राम्रो छ हाम्रो अनि यहाँ हेर्नु हाम्रो खानाको चाहिँ डेकोरेसन एकदम राम्रो छ सफा छ क्लियर छ किचन एकदम सफा खानेकुरा एकदम डेकोरेसन टप खतरा उहाँ चाहिँ हाम्रो सुसेफ भन्नु गाइस खाना राम्रो भनेपछि एकचोटि अङ्गुर त चाख्दिनै पर्यो है अङ्गुर पनि मिठो रहेछ गोलियो दामी फाइनली भाइले मलाई भ्लग बनाउनु सिकाइदिइसकेको छ होइन म चाहिँ यिनीहरूले काम गरेको देख्दैछु होइन यही चाहिँ हाम्रो क्याप्टेन है निर्मल और माई ब्रदर कस्तो भइरहेछ काम यस्तो प्यारी नानीहरू छन् है कस्तो नयाँ लाग्छ चन्सरी बहिनीहरू भाइको भ्लग हो है म चाहिँ यहाँ रिसेप्सनिस्ट गर्छु होइन अनि मेरो भाइहरू नि यहाँ काममा आइरहेछ क्या
गीत छ नि हजुर अलिकति म्याचर टाइपहरूले गाउनु जस्तो त्यो यो यस्तो छ क्या डिजे बुक भएन नि त अनि यो साउन्ड सिस्टम चाहिँ हामीले के भनेको थियो भने हामी साउन्ड सिस्टम चाहिँ प्रोभाइड गर्छौँ अनि तपाईँहरूले आफैले मोबाइलबाट कनेक्ट गरेर बजाउनु पर्छ भने हो होइन एउटा कसैको फोनबाट कनेक्ट गरेर चाहिँ बजाउनु पर्छ हामीले चाहिँ पेन ड्राइभ चाहिँ प्रोभाइड गर्ने हो है उहाँ चाहिँ मेरो होस्ट है आजको अनि यहाँ चाहिँ कुनै प्रिटी छिन् नानी है अनि म चाहिँ तपाईँहरूलाई लाइभ आइटमहरू देखाइदिन्छु है बाहिर मलाई वास्तवमा भ्लग बनाउन चाहिँ आउँदैन होइन यहाँ चाहिँ हाम्रो लाइभ आइटम छ होइन स्विट कर्न ग्रिल छ त्यहाँ होइन हाम्रो स्विट कर्न ब्रदर लुक्नु भयो उहाँ है किन लुकेको मैले के काम गरिरहेको छु र लुक्नलाई अनि यहाँ चाहिँ हाम्रो मोमो काउन्टर छ होइन चिकन मोमो कस्तो भइरहेछ व्यापार एकदम ठिक भइरहेछ बाबा एकदम बवाल हजुर कस्तो राम्रो भ्यू आएको छ आम्मामा लाइटिङ यस्तो बवाल आएर हाम्रो स्विट ब्रदरहरू है हाम्रो स्विट ब्रदरहरू यहाँ लाइभ आइटमहरू छ होइन भन्नु पऱ्यो लाइक सेयर सब्सक्राइब गरिदिनु ठिक छ अनि यता चाहिँ पानीपुरी पनि छ होइन यहाँ चाहिँ पानीपुरी काउन्टर छ एउटा पानीपुरी एउटा पानीपुरी टेस्ट गर्छु म चाहिँ पानीपुरी चाहिँ अलिक साल्टी भएको छ है धेरै नै पानीपुरी अलिक साल्टी छ क्या साल्टी छ त्यसलाई अलिक मिलाउन मेन्टेन गर न कामको बेला लाग्यो भ्लग बनाउँदै दाइ पानीपुरी अलिक साल्टी छ साल्टी छ क्या पानीपुरी यसलाई अलिक मेन्टेन गर्नु भन्नु नै भयो भन त भिडियो स्योरै आउँछ अवश्य आउँछ रोहन बसेर सर्छ होइन आउँछ यो चाहिँ भाइको आइडी हो क्या मेरो आइडी होइन मान्छेले बोलाउनु भयो यिनी यस्तो ह्यान्डसम छन् यो भाइ होइन आमा यस्तो तिम्रो नाम के प्रियान्सु कस्तो ह्यान्डसम छ नि यो भाइ तर यिनीहरू 18+ हो है सबै गराउनु पर्दैन कोही पनि त्यो चाहिँ फाउन्टेन होइन यस्तो राम्रो देखिरहेछ दिस इन्ट्रान्स नाइट भ्यू चाहिँ अहिले चाहिँ हाम्रो पुरै क्याम्प सर्भर आएको छ होइन तपाईँहरूले मलाई चिन्नुहुन्छ होला इस्मी आर ओजी त्यहाँदेखि हेर्न सक्नुहुन्छ हाम्रो काम मस्त चलिरहेको छ एकदम गेस्टहरू राम्रै हुनुहुन्छ त्यो हामीसँग हामीलाई काम गर्न रमाइलो भइरहेको छ होइन गाइस त्यही हो अब कामको बिचमा अब मोबाइल चलाउनु पाउँदैन त्यही भएर मैले नि यसो भ्लग बनाउनु पाइनँ सरी होइन तपाईँलाई आजको पार्टी कस्तो भएर सक्सेस हुन्छ जस्तो लागिरहेको छ 2 शब्द बोल्दिनँ आन्टी भन्नु न के लजाइरहेको पनि छ्या कमेर आउने छिटो मसँग टाइम छैन क्या म बिजी मान्छे हो
आजको पार्टी कस्तो भइरहेछ भन्नु त एकदम राम्रो बिताएको छ राम्रो भइरहेछ नि होइन रमाइलो कसलाई तानियालाई किन सोध्ने उसलाई त अलवेज राम्रो नि अब यतिको चाहिँ हिँड्नु पऱ्यो यार लगाएछ अब खासै के गर्नु त मिल्दैन होइन म तपाईँहरूलाई माथिको हल देखाउन गइरहेको छु माथिको हल अब एकदम गुड एन्ड फाइन हुन्छ माथि पनि मान्छे प्रकट हुनु भइसकेको छ अब पार्टी सक्सेस त बनाउनु पर्ने हो अब क्याप्टेन नै डुल्यो हिँड्यो भ्लग बनायो सागर के पारापारी हो र यो चाहिँ फेरि हाम्रो यो चाहिँ स्पेसल मान्छेसँग मात्र हुने हो होइन त्यही भएर हामी अलिक स्पेसल छौँ है हेलो आजको पार्टी कस्तो भइरहेछ हजुरलाई एकदमै राम्रो भइरहेछ हाम्रो खानाहरू कस्तो छ हाम्रो अहिले खाम है चाँडो खाम ल अनि रिभ्यू चाहिँ दिनुपर्छ है अनि यता हाम्रो के छ ठिक छ सोही हान्यो आइसक्रिम मिठो छ हजुर मिठो छ हाई भन्नु नि त एकचोटि ल बहिनीलाई मिठो लागिसकेको छ अब सरी गाइस हाम्रो सर हुनुहुन्छ अब मैले बनाउन सक्दिनँ होला है सरी गाइस प्लेन राइस बटर नान दाल मखनी मिक्स भेज करी पनीर बटर मसाला रौ साग नन भेजमा चिकन फ्राई सेसेमी मटन करी अनि उनी चाहिँ हुन् बुफेट क्याप्टेन म चाहिँ हुँ उनीहरूको रिसेप्सनिस्ट म्याम अनि यहाँनिर चाहिँ स्यालेडको भेराइटिजहरू यो चाहिँ हो ग्रिन स्यालेड होइन मिक्स फ्रुट स्यालेड Russian salad, sweet corn salad, bell pepper, new cucumber salad, with spicy toast salad, lemon, onion, green chilies, sprout greens, julienne cabbage, sweet lapsi, tomato, newari, यो चाहिँ आलु भुजिया कोकोलाई मनपर्छ मिक्स फ्रुट स्यालेड पपाया स्वीट मेलन एप्पल ग्रेप्स वाटरमेलन पार्टी भइरहेको हुन्छ यहाँ म चाहिँ तपाईँहरूले हाम्रो टेबलमा चाहिँ कसरी सेटअप गर्छ त्योहरू देखाउँछु होइन मान्छे बसिरहेको भएको चाहिँ देखाउँदिनँ निर्मल यहाँ आउन हामीले चाहिँ टेबल सेटअप गर्दा कसरी गर्छ एकचोटि भनिदेऊ न हाम्रो टेबल सेटअपमा के हुन्छ एकचोटि भनिदेऊ न मैले त्यो भइसक्यो एक्सपोर्ट रहेछ वाटर नि भयो हाम्रो चाहिँ अस्ट्रेलिया गुड छ होइन चट्ट मिलाएर राख पानी काउन्टरमा छन् तिम्रो नाम रबिन है त्यो किन बोलाउनु भएको रहेछ भन्दाखेरि उहाँहरूको चाहिँ कोल्ड ड्रिङ्क्स सकिएछ कोल्ड ड्रिङ्क्स एड गर्नुपर्ने भएछ अनि म्याम मिल्छ भने यतैबाट ल्याएर एड गरिदिउँ न भनेर भन्नुभयो अनि त्यसको लागि चाहिँ म यहाँ बुझ्न आइरहेको छु सेक्रेट दाइलाई सोध्नुपर्छ हेलो एक्सक्युज मी कम हियर ल्याउनु न त्यो होइन होस्टले मलाई बोलाउनु भयो अनि कोल्ड ड्रिङ्क्स एड गर्नुपर्ने भयो अरे उहाँहरूले अनि एक केस एड गर्नु भनेर भन्नुभएको छ होइन तल एकचोटि कस्तो लाग्छ एकछिन चेक गरेर आउनु भेट्दै गरेर आउनु रसरी सक्यो तल कोक सान्डा स्प्राइट के एक केस है सबै बुझेर आउनु छिटो है यिनीले चाहिँ मलाई हेपिरहेको छ नि यिनी भ्लगर रे भनेर होइन यिनी चाहिँ हुन् बार क्याप्टेन है हाम्रो बार क्याप्टेन छिटो गरेर हाल्नु न टु फास्ट वाइ यु गेटिङ टु लेट किन यो नपड्क्या हाम्रो बारटेन्डर क्रिस्टु भगवान हालिदिन्छु यो तयार सब चिज चाहियो के छ अनि यो चाहिँ काले अहिले चाहिँ हामी सबैजना खाना खानु लागेको अवस्था मिलेर यतै हिँड्दा आयो भने हामी यहाँ खाना खानु लागेको आर्सी दिदी मलाई नराखिदिने केही नि निर्मल
खोइ केही नराखिदिने मलाई केही छैन ट्युन भइहाल्यो नि साइला त झन् पर्यो के फन्दामा मैले त पाएन लास्टमा देखाइदिइराखेँ ल है ए विराज भाइ नै आयो होइन मेरो बुनु पुन्टुले खाना खाएको कति धेरै सागर भाइ ल अब खानासाना खाएर अब हामी निस्किन लागेको आजको भ्लग यति नै हुन्छ हस्त बाई सबैजनाले सब्सक्राइब गरिदिनु होला सी यु सुन नेक्स्ट भ्लगमा ल ल दिदी बाई मन्जु के बाई हान्देऊ न पार्टी भनेर ल भोलि ल बाई हान्देऊ न ल बाई केटा हो बाई रिया बाई अमिर तिमी ठिक छौ रिस मर्यो आज बिर्सेको ए बाई ल मलाई त देखाउँदै देखाएन ल न ल विराज भाइ चित्तै देखाइराख तिमीलाई ऐनैबाट आइराख बाई ल सबैजनाको हात भाँच्न परिसकेको अवस्था छ यो यो भ्लग चाहिँ आउनै पर्ने हुन्छ नि फेरि बबाल फाइट पनि हान्नुपर्ने अलिअलि ल